जिन्दगीले नि यो दुःखले नि कहिले नछुने भयो कि कहिले नछुने भयो क्या। स्कुल लाइफ र कलेज लाइफै बिन्दास हो क्या। जब मान्छेहरू आफू होइन अलिकति भइसकेपछि क्या जति उमेर बढ्दैको त्यति घरको कर्तव्यहरू आफ्नो हुन्छ नि हो बढ्दै जाँदो रहेछ क्या। अनि त्यसपछि त्यहीमा यो जिन्दगीले पनि कहिले नछुने रहेछ। यताउता दुःख दिएको कि अब युनिफीको टेन्सन छ। अब युनिफी पछि फेरि के केसको टेन्सन हो टेन्सन होइन। बल्ल बल्ल काम भनेर कामको पनि टेन्सन भएको थियो होइन। काम नपाएर अब काम पनि पायो, काम पनि गरिरहेको छु होइन। अब फेरि युनिफीको टेन्सन छ। अब फेरि युनिफी दिइसकेपछि फेरि अरू केसको लाइफमा कहिले पनि केही टेन्सनले चाहिँ कहिले नछुने रहेछ क्या। एउटा न एउटाले चाहिँ झमट भएरै बस्ने रहेछ क्या जिन्दगीमा। त्यस्तै हो होइन सबैको। अब मेरो पनि त्यही हो, सबैजनाको त्यही त होला नि लाइफ होइन। कसको मेरो जस्तो जिन्दगी छ कमेन्ट गर्नु होला।